सो अलवेज ब्याक टु दिस च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँलाई स्वागत छ। र आज चाहिँ बिहानै घाम लागिरहेको थियो र ब्यागहरू पनि धुनुपर्ने थियो, किनभने चाहिँ भिलेज क्याम्पको लागि। र भोलि चाहिँ हामी भिलेज क्याम्प जाँदैछ र भोलि चाहिँ भ्लगहरू भिलेज क्याम्पको आउँछ। र त्यही हो, अन्त त्यति भन्दै नुहाइँदै गऱ्यो, लुगासुगा धुइसक्यो हो। र त्यसपछि ढिलै नगरिकन रुमहरू सफा गर्नुपट्टि लागेँ र भाँडाहरू पनि माझ्नुपर्ने थियो, अन्त खानाहरू पनि बनाउनु पर्ने थियो। र भोक पनि निकै लागिरहेको थियो र बिहानै अन्त बिस्किट खाइदिनु पऱ्यो भनेर मिल्किस्ट खानु थालेँ। र खानाहरू पनि बनाउनु पर्ने थियो र कटिङ सटिङ गरेर खानाहरू पनि एकैछिनमा बनाइदिइहालेँ। र त्यति भन्दै अब चाहिँ खानुपट्टि लाग्दिउँ भन्दै खुसी भइरहेको थियो, तर कोही थिएन रुममा, चाहिँ एक्लै थिएँ आज। र खानासाना खाएर चाहिँ साथीहरूकोमा गएँ र साथीकोमा गएर चाहिँ बोतल फ्लिप गर्ने गेम खेलेको। खेल्दा खेल्दै बोतलले दुलो परेर, तर पनि डराउने खालको मान्छे होइन भन्दै थियो। र साथीले चाहिँ ड्याङ 7 खेप जस्तो अड्काइदियो र मलाई चाहिँ पुरा डर लाग्यो र म चाहिँ रुमतर्फ लागेँ। रुम पुगे साथ चाहिँ मेरो प्याकिङहरू गर्नुपर्ने थियो, किनभने हाम्रो चाहिँ भोलि चाहिँ भिलेज क्याम्प लाँदैछ कलेजबाट। र त्यसपछि चाहिँ ड्याङ प्याकिङ गरेर चाहिँ म चाहिँ डल्लै सेटहरू लुगाहरू चाहिँ मैले मिलाइसकेको थिएँ ब्यागमा। र त्यसपछि चाहिँ मैले लुगाहरू पनि प्याक गरेर रेडी बनाइसकेँ मेरो भोलिको लागि। र त्यति भन्दै आजको भिडियो यतिमै एन्ड गर्दैछु। र होप यु गाइस लाइक इट। सी यु इन नेक्स्ट ब्लग। बाई।